खसी हो बट्टाई जल्दैन खासमा काली सालिसकै होइन यो बालुन्छ है सबै बालिन्छ हो बालुन्छ भनेको डोजर डोजर यो डोजर ग्याङ है सबै डोजर ग्याङ हुन् हर्का साम्बाङको ठाउँमा हामीले बालुन्सालाई अगाडि बढाइरहेका छौँ बालुन्साको नेतृत्वमा आज डोजर हानिन्छ डोजर हजुर को हजुर खसी खाइरहेछु ए के पाटा सन्तान धेरै उत्पादन गरेर खसी बनाए दसैँ अगाडि दिदीलाई मेकअप गरे होइन 2 महिनापछि राकेश मलाई मेकअप गर्न आएको मेकअप पनि भर्जिन लिएर देवी आमा दिनेश आइसु खाना पाएको छैन है हेरेर आउनु तेरो त कन्डिसन अनि एक सर्ट छ वान टेक के खाँदै हो देवी चिउरा खाजा हो देवीलाई होसमा आइसक्यो हजुरको के छ हाल खबर भनेको त अलिक फरक बनाइ हुन्छ आइको हाल खबर सोधेको मैले अरू त होइन मतलब हाल खबर पनि आमा अलिकति पिर मानेर छोरीको अवस्था देखेर रोइरहेकी हुन्छन् दिनेश स्याड भइरहेको हुन्छ देवी त हेर्छ अनि एकदमै त्यसरी गर्न पाइँदैन उत्तर मात्रै दिने हो नि तपाईँले थ्याङ्क यू काम के भन्नु होला सुटिङ खेल्ने फेरि हामी तपाईँ यति राम्री किन हुनुभएको यो तपाईँले राम्री बनाइदिएर ए मै हो र ल ठिक छ के फोटो खिच्नु भएको हजुरले ओहो पाउने हजुर पाउने के बुढी भई भनेर हेला गर्न खोजेको कहाँ हेला गरेको र यति राम्री मान्छेलाई हेला कसले गर्छ भन्नु त सेल्फीले त म कति राम्रो हुन्छु हेर्नु पनि हो ए सेल्फीले म कति राम्रो ल अग्लोमा हाइट मिलाउनको लागि हो यस्तो पाइएन नि त बाटो छोडिदिनु पर्यो क्लोज खिचौँ 300 सबै कलाकारहरू छौँ यहाँ आज बुङ्गुर खसी डोजर बालेन बाल डोजर भन्ने डोजर पनि गाइस बट्टाको मासु पनि छ बट्टाको मासु बगेत मलाई है भाइ भाइ त्यो कालिजको चाहिँ मलाई अलिक चाहिन्छ है कालिजको टाउको कालिज काठी छैन कालिज हामी त डोजर पार्टी हजुर यहाँ कालिजको मासुको पनि गर्नु न यो हाम्रो यहाँ कालिज खसी हो बट्टाई जल्दैन खासमा काली सालिसकै होइन यो बालुन्छ है सबै बालिन्छ हो
बालुसा भनेको डोजर डोजर यो 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 डोजर ग्याङ है सबै डोजर ग्याङ हुन् हर्का साम्बाङको ठाउँमा हामीले बालुसालाई अगाडि बढाइरहेका छौँ त्यसले बालुसाको नेतृत्वमा आज डोजर हानिँदैछ डोजर डोजर हजुर को हजुर खसी हजुर खसी खाइरहेको छु मासु खाइरहेको छु ए के पाटा सन्तान धेरै उत्पादन गरेर खसी बनाए घेर्नै पऱ्यो रुन थाल्यो अब कसैले सबै कलाकारहरू छौँ यहाँ आज बुङ्गुर खसी डोजर बालेन बाल डोजर 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 भन्ने हो डोजर पनि गाइस बट्टाको मासु पनि छ बट्टाको मासु स्वागत मारे हाय भाइ भाइ त्यो कालिजको चाहिँ मलाई अलिक चाहिन्छ है अहिले कालिजको टाउको कालिज कालिज होइन कालिज हामी त डोजर डोजर पार्टी हजुर यहाँ कालिजको मासुको पनि गर्नु न यो यो हाम्रो यहाँ कालिज सबै कलाकारहरू छौँ यहाँ आज बुङ्गुर खसी डोजर बालेन बाल डोजर 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 भन्ने हो डोजर पनि गाइस बट्टाको मासु पनि छ बट्टाको मासु स्वागत मारे हाय भाइ भाइ त्यो कालिजको चाहिँ मलाई अलिक चाहिन्छ है अहिले कालिजको टाउको कालिज होइन कालिज हामी त डोजर डोजर पार्टी हजुर यहाँ कालिजको मासुको पनि गर्नु न यो यो हाम्रो यहाँ कालिज खसी हो बट्टाई जल्दैन खासमा कालिज सालिजकै होइन यो बालुसा हो है हो सबै बालिन्छ हो बालुसा भनेको डोजर डोजर यो 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 डोजर ग्याङ है सबै डोजर ग्याङ हुन् हर्का साम्बाङको ठाउँमा हामीले बालुसालाई अगाडि बढाइरहेका छौँ त्यसले बालुसाको नेतृत्वमा आज डोजर हानिँदैछ डोजर डोजर हजुर को हजुर खसी हजुर खसी खाइरहेको छु मासु खाइरहेको छु ए के पाटा सन्तान धेरै उत्पादन गरेर खसी बनाए घेर्नै पऱ्यो रुन थाल्यो अब कसैले रोलिङ 2 महिनापछि राकेशले मलाई मेकअप गर्न पाएको मेकअप पनि सिम्प्याक भर्खर खोल्या हो कि क्या हो होइन यो अस्ति भर्खर तर नयाँ हुनु यिनीहरू अस्ति त हिन्दी फिल्म गर्दाखेरि लेखेको छ ओहो हिन्दी फिल्म खेल्न जाँदा मात्रै हामीले त नयाँ नयाँ मेकअप गर्न पाइन्छ कि क्या हो फेरि पनि जाउँ न राकेश हिन्दी फिल्म गर्नलाई दिदीलाई पनि बोलाएको थियो नि साँच्ची त हो मैले त्यसमा होइन र हो नि दिदीलाई पनि खबर गरेर आएको थिएँ यही नारीले गरेरै त हो नि जान्न पाएको पर्सि पनि एउटा म्युजिक भिडियो छोडेँ मैले तर तपाईँ जानु भएन ठिक गर्नुभयो दिदी तिहार स्याहार सबै उहीँ हुने रहेछ त्यो त भनेकै थियो त पहिले मलाई त्यही भएर म जान्न भने आउँ त्यहाँ बिचरा 2 सिन 4 सिनमा आउनेहरू भयो दिनमा 1 सिन गर्छन् 2 सिन गर्छन् तर मलाई 10-12 जनाले फोन गरे क्या त्यो दिन राकेशले पनि गर्यो अर्को 2 जनाले पनि गर्यो त्यो भाइले पनि गर्यो त्यहाँको प्रोडक्सनले नै गर्यो कति पटक है गर्नु गरे कहाँ तिहारमा त्योहरूलाई थाहा रहेनछ क्या नेपालमा चाहिँ तिहार भनेको म त तिहारमा हामी टेक्निसियन नेपालको टेक्निसियन त सब तिहारमा त अनि एकै ठाउँमा बसेर कुखुरा काट्दै नाच्दै बसेको खुवाएछ त अनि कुखुरा त केको आफै काटेर खाएको हामीले पैसा उठाएर अनि उनी त अनि त्यो अनि उनीहरूले त झन् दीपावली राम्रो मनाउँछ होइन र इन्डियनहरूले अनि किन त्यस्तरी भाइटिका मनाउन दिपावलीमा त्यस्तो भयो त्यो खासमा स्टोरी नै त ऊ रहेछ क्या त्यो एकचोटि मणिपुरमा हिन्दू र मुस्लिमको होइन मणिपुरको घटना हो मणिपुर घटना क्या हिन्दू र क्रिस्चियनको
क्रिस्चियनको त केटीहरूलाई दुनियाँ उ गर नि त्यहाँनिर त्यही स्टोरी रहेछ अनि तिनीहरू म्याक्सिमम् त बनाउने क्रिस्चियनहरू नै रहेछ कि तिनीहरूलाई तिहार मतलब भएन होइन अन्त अब तिहार मतलब भएन अनि फेरि त्यो मणिपुर भनेको पहाडी इलाका नै रहेछ अनि त्यही स्टोरी चाहिँ त्यहाँ गर्न नदिएको रहेछ क्या तिनीहरूले चाहिँ मणिपुरमै गरेको भनेर गर्न चाहिँ नेपाल आएर त्यही पहाड इलाका हेरेर गरेर रहेछन् क्या अनि कति बसे त त्यो मुभीमा राखे सुटिङ गर्नलाई 20 दिन भनेको 1 महिना राख्यो अनि 20 दिनमा अनि त्यहाँ पहाड भन्ने ठाउँमा इलाका भन्ने आइसक्यो 20 दिनमै इलाका भन्यो त पहाडको इलाका खोजे तिनीहरूले इलाका अनि हाम्रो पनि इलाका होइन र होइन नि हाम्रो त गाउँ हाम्रो त पहाड गाउँ इलाका 20 दिन के हिन्दी फिल्ममा काम गर्न गएको भनेर आइपुगेछ भोलिदेखि शर्मिला दिदी के आपका खबर लम्बा लम्बा ए लम्बा आपका बाल क्या करूँ मै शर्मिला दिदी भन्यो भने बर्बाद भयो त नभने है भन्दैन त्यसरी त अनि 20 दिनमा इलाका भन्न थाले त्यस्तो एरिया चाहिँ खोजेर छन् क्या उनीहरूले इस जग्गाका नाम इस जग्गाका इलाका भन्न थाले 20 दिन के राकेशलाई हिन्दी फिल्ममा मेकअप गर्न पठाएको बिर्सेर आएछ नेपाली भाषा इलाका भन्न थालेछ जग्गा भन्न थालेछ आपको ने भन्न थालेछ हम सर्ता म्याम है भाइले अब कहाँ के भनेको थियो सर्ता म्याम शर्मिला दिदीलाई हामी सर्ता दिदी भन्नु फेरि नाम बिर्स्यो भाइले नयाँले पनि नाम बिर्सेछ नाम बिर्स्यो भाइले अस्ति दिदीकै कपिराई भयो भनेर बिचमा छोडेर हिँडेर त सुटिङमा नाम बिर्सेछ नाम बिर्स्यो आमाको नाम बिर्सेछ त्यसलाई पनि अब गर्नुपर्ने भयो आमाको नाम काट्नु भन नि त छोरी फेरि ए त्यो भयो त ठिकै छ त्यो भयो त त्यसरी अर्का आमा चाहिँ काट्दिनी सरिता ए भाई साहब आप क्यों हम यहाँ बात कर रहे हैं आप क्यों म्यूजिक बजा रहे उधर त्यो म्युजिकले कपिराइट लाग्छ म्यूजिक कॉपीराइट लगता है यो कति मिनेटको भिडियो बनाउने हो कॉपीराइट लगता है गर्नु न आफूले गीत गाउनु पायो अस्ति त सोलुखुम्बु जाँदाखेरि खिच्दै गएँ होइन अनि उहाँ पुगेपछि त त्यो एडिट गरेर लगाएको बाटामा त अच्छा लेकिन लन्डनको चिसोले त गाडीमा बजेको गाना त्यसले पनि गर्दै गाडीमा अनि बजेको गोविन्दको आमा चाहिँ को छ अहिले आमा हुनुहुन्न बाउ मात्रै को बाउ चाहिँ राखेश उहाँ उसमा होइन नि ऊ के अरे साइनामा ऊ त दाइ के अरे पुरानो दाइ के अरे हाम्रो सुशील पोखरेल दाइ दिदी छोरी दिदी छोरी नानी दिदी के भयो छोरीलाई आगो खोल्नु दिदी के भयो तिमीलाई दिदी दिदी आगो खोल्नु न ल आमा दिदी आगो खोल्नु के भयो तिमीलाई दिदी दिदी नानी नानी ह्यान्डल लागि नानी दिदी आगो खोल्नु दिदी के भयो तिमीलाई दिदी छोरी दिदी दिदी छोरी छोरी दिदी छोरी के भयो मेरो छोरीलाई छोरी के छ भन्ने मतलब ढल्न खोज्दा ढल्न खोज्दा चाहिँ अलिकति त्यो हुनु जस्तो लाग्यो हामीले जब उसी ढल्यौँ नि यसलाई होइन अलि दिनु भने यो गरेर हो गरेर गर्दा गर्दै हामी ढालेको तर देखाएन होला हाम्रो ज्यान छ कि जस्तो लाग्छ छेकिया क्या जान
बेर छैन। आमा तपाईँ जानुहुन्न ठाउँ चाहिँ गजब लाग्यो मलाई त्यो साइनोको लोकेसन म चाहिँ सोलुको पत्तालेसम्म पुगेर आएको छु नि त्यो ट्राफिक बिट छ नि जहाँ चेकिङ गर्छ नि हो त्यहाँसम्म त्यही पतालेमै त अनि सकिगनीको यो गरे हामीले पतालेकै डाँडामा सकिगनीको 100 त्यही ट्राफिक बिटकै घरमा बस्यो हो नि त हामी चाहिँ ट्राफिक बिटभन्दा अलिकति अगाडिको तर त्यहाँ चाहिँ त्यहीँ गरे खै दिदीले भन्नुभयो त हामी त्यहाँ पुगेर आएको भन्दाखेरि अनि दिदीले पनि हामी पनि ट्याग गर्थ्यौँ भन्नुभएको थियो त त्यो त पहिले त्यो कोठी बनाउनु आउँदो रहेछ हेलो सन्ध्या के छ हालखबर अनि अनि आज सुट सकिया हो नाइट बाँकी छ हो ल ठिक छ मेरो दर्शकहरूलाई केही भनिदेऊ न 2 शब्दमा के भन्नु केही त भनिदेऊ न त टिकटकमै व्यस्त भएर त भएन नि त यसो मेरो दर्शकहरूलाई यसो लाइक कमेन्ट सब्सक्राइब केही त राकेश अफिसियल है मेरो तिम्रो के हाम्रो भन्नु न त्यही त तिम्रो अर्को उल्टो सुल्टोमा कहिले हो आइतबार त पस्यो आइतबार पस्यो अब हेर न मेरो पनि भोलि अब फिल्ममा जानु पर्ने यार आज हिँड्छु म हेलो हाई के छ खबर नमस्ते नमस्ते हेर कपाल झरेर के गर्ने होला है चढेदेखि ख्याल्दैन त्यही गर्ने पक्षमा छु सिन्दुर सिन्दुर अरे बाउको अनारका यहाँ वेटर ड्यू सकेछ आजको हाम्रो नारी सिरियल कतापट्टि जाउँ त टिका लगाइदिन्छु भन्दाखेरि बाबु मात्र भन्ने दिदी अनि झसँग भएपछि अनि के गरिरहेको भनेपछि केही नाम यतिकै बसिरहेको के गरे दाइ यो के गरे बोल एक्सन बनाइदिन आँटेको बाबु के गरिरहेको केही पनि होइन आमा यतिकै बसिरहेको आमा आज के हो मन्दिर गएर आउनु आएर त आज सोमबार हो नि ठिकै यहाँ मासु भयो क्या दिदी यहाँ लाउनु पर्छ क्या यो मिट पऱ्यो भयो उसको सक्यो यतापट्टिबाट रियाक्सन काट्नु यो डाइलेक्ट चाहिँ आएकोमै भनेर चाहिँ रियाक्सन चाहिँ हाल्नु त ल दिदी भन्छ
मलाई चाहिँ पठाइदिँदैन भिडियोमा खिचेर गरेर आउँछ क्यामेरा रियाक्सन दिदी ल रियाक्सन हैन पर्दैन रोल ल टिका लगाइसकिदिनु भएको छ टिका लाउनु भएको त केटीलाई ढोकी अब भोलि आमा आज हजुर धेरै खुसी भएर भगवान्सँग सधैँ यस्तै खुसी रहौँ भन्नको लागि मन्दिर जानुभएको रहेछ म पनि यसै भगवान्को टिका लाएर भन्न चाहन्छु कि भगवान् मेरी आमालाई सधैँ खुसी राखिदिनु भएको राख्ने बोल्यो ल ठिक छ ल यतैबाट डाइले बाबु अब यताबाट उताबाट हेर्दै अब आफ्नो रेजिस्टर निकाल्ने हो त्यो ऋण खाता भनेको छ त्यसलाई म्यानेज गरेर छोपेर ट्याक्क होसेर पल्टाउने हो त्यहाँ हो यो पानामा ओल्लो पाना पल्टाउनु चाहिँ यही चाहियो होइन मैले यसलाई चाहिँ यतिखेर एक दुई पाना पल्टाउनु एक दुई पाना पल्टाएँ मैले पल्टाएँ हो त्यतातिर कतै हुन्छ एकतिर गर्नु न धेरै पछाडि राखेको छु हो त्यतिर हो त्यो ल पाना पल्टाउने केटीको नि आयो कोही मिल गया मेरा दिल गया क्या बताऊं यारो कोही मिल गया खाने एक दुईवटा सामान किन्नु छ भन्दैछु यहाँ सुन्न बाबु लक्ष्मीको एक दुईवटा सामान छिटो छिटो आउँ कुद्नु दौडेन यता छिरिहाल्नु ल ल्याऊ छोडेर नजानुस् उठ्नुहोस् नजानुस् मलाई छोडेर नजानुस् चिनी जिउँदो हुँदाखेरि राम्रोसँग बनिदिनुहोस् मरेपछि तैँले मलाई सानसम्म मर्न नदिनु तैँले मरेको मान्छेलाई पनि कति हालेको त अनि मर्न त राम्रोसँग दिनु पर्दैन एउटा न त्यही त भन्दा नि मरु गुड यहाँ आएर रौ रौ बुढो मरिरहेछ उहाँ रौ रौ भइसक्यो होइन कस्तो कुटा हाल्छ मान्छेले कुटा हालेर टाउको फुटाइदिए बुढाले फेरि अर्को गर नि त दाइ यो सुटिङ भयो भने सो गाइज हामी आज नारी टिमको सुटिङमा अब लास्ट डेटमा रमाइलो गरिरहेका छौँ र यसको रमाइलोको मेन मुख्य पात्र र मेन मान्छे भने हाम्रो आदरणीय दिजु शर्मा दिजु हुनुहुन्छ र सँगसँगै यसरी गुम्बा सर हुनुहुन्छ सँगसँगै हाम्रो आदरणीय सर रामहरि सर पनि हुनुहुन्छ हाम्रो प्यारी भाउजू हुनुहुन्छ उहाँ चाहिँ अब पानी हाल्दैछ हुन्छ र यसै गरी हाम्रो पवन सर र यहाँ त अब के भने ह्यान्डसम हिरो सर ल अब हाम्रो चाहिँ यसरी चलिरहेको छ है यो चाहिँ हाम्रो आज चाँडै सुटिङ सकेको कारणले आज हल्का सबैजना बसेर यसो गाडी है कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ भनेर हामीले चाहिँ यसो हल्का है हल्का यो चाहिँ ल पनिरको आइटम पनि अहिले पनि थप्नु नि त ल है सो गाइज आदरणीय दर्शकबिन्दुहरू हामी चाहिँ हल्का इन्जोयमा छौँ है हाँस्नुपर्छ नाच्नुपर्छ गाउनुपर्छ रमाइलो गर्नुपर्छ जे छ यस्तै छ लाइफ त्यो बन्द गर्नुहोस् अनि म बनाइदिन्छु
त्यसो भए एकछिन पकाइ। चेस गर्दाखेरि के चेस खै तिम्रो किला? खोइ खोइ तानौँ गिलास बाटै दिएछ त मान्छे। अब यसो प्लान गर्दा चाहिँ आलुको 50,000 बनाउनु पर्छ है, अर्को त देखिन्छ। यो त देखाएको मात्रै हो। हाल्नु अर्को खानु भाइ। आफ्नो नि खानु न। ल ल ल ल। कहाँ छुट्छु दिदी कहाँ छुटेको तपाईँ? थाल्यौ न, आऊ न ढोका। हामी चाहिँ नारी सिरियलको सुटिङमा छौँ अनि आज 2082 साल पुसको 1 गते हामी आज अन्तिम दिन बिहानको समय छ बिहानको 9 बजिरहेको छ पुसको दिन त केही चाडबाडमा हुँदैन नि है पुस 1 गते चाहिँ हुँदैन माघ 1 गते हुन्छ यस्तो छ मौसम ल हेर्नुस् गुड मर्निङ आमा बुवा कहाँ जानुभयो त हजुर न चिया खाँदैछु म हामी अहिले हाम्रो देवी नानी मेकअपमा हुनुहुन्छ अनि यहाँ अरू साथीहरू फिल्डमा हुनुहुन्छ टेकअपमा हाम्रो कल्पना म्याम नारी सिरियलको कलाकार रामहरि विशी नारी सिरियलको डाइरेक्टर अनि हाम्रो मेकअप म्यान राकेश सर आज हामी 30 जनाबाट 10-11 जनामा घटेका छौँ सबैजनाले पठाइसक्यो हिजो हामीले आज 6औं दिन छ आज अब आज सिद्ध्याएर हामी पनि सकभर छिटै लाग्ने मुनि कुरामा छौँ हेर्दै जाउँ मौसम खिच्नु मिलेर के आफ्नो राकेश सर अब मलाई पनि पोछा लगाइदिनु अलिअलि एकदम सर ल
म हजुरलाई एकदमै चाँडोभन्दा चाँडो भनेको बोल्छु हजुरलाई